आज चाहिँ ढिप्सुन पुग्ने भन्ने चलन छ गरे हाम्रो गाउँघरतिर। आज यहाँ त्यो मुखमा दल्ने हो सबैमा दल्ने हो। ल अब यहाँ जोगिया हुने प्रचलन पाउँदै हामी 5 जना चाहिँ जोगिया बनाउने जोगिया सिँगारिने कार्यक्रम हुँदैछ यहाँ। अरे ल ठीक छ शरीर लाउने हो शरीरमा यो तिम्रो जाङ्गी त खोलिदिन्छ गरे सर्दी भनेको लागि त 2 जनाको ठिक भयो 3 जनाको त खोलिदिन्छ ल हाम्रो सर्दी भनेको के हैन जाङ्गी त छुनै दिने हैन नि कहाँ खोलिदिन्छ अहिले हेर खुट्टा न यता लाउने नि हो किन हो नि सबैमा हो के सबैमा ल केटा अलि च्याट भयो जाङ्गी कमजोर भयो कलर हो पाटा लाउ न सेतो रातो पाटे बाजा जस्तो हेर्दैन वाह ओ पुत पहाडी तेल हाल्यो पानी हाल्यो तैले किन बा इसे मुख त टोटे जस्तो फिल गर्छ का चिन्दै नचिन्ने आउने हो नि प्रकाश आज त यो आगरको ब्याट्रीको ने लाइट त तेल कन्न लागिन्छ ल आफू कि लाग गर त छिटो किनिन्छ ल बाजे गरु बजालाई वहाँ केटीको बरा लाग्छ बाजे गरु सुधा किन रिन दर पक्कलाई ल यता हो त बाजे ल यता देखि पर्न दे बल्टी ल कुमार दाइ ल यता ल आम त यता यहाँबाट भयो त ल हैन ल पार्टी ल है खास यो चाहिँ हाम्रो रीतिरिवाज हो प्रकाश भयो के यो चाहिँ हाम्रो गाउँको जोगिया यो चाहिँ हाम्रो रीतिरिवाज अब जगेर नगर्नु पर्यो नि त हाम्रो युवाहरूले रमाइलो आज चाहिँ यस ल त अब ओहो 5 पाण्डवहरू यार आमा हो अब त नामै थाहा छैन त होइन को नाम बोलाउने अब अरे हुँदैछ चाकर र बल्ल यहाँ ध्वजा यहाँ आएको हामीले ढुक्छु भनिदिन्छु र बल्ल ध्वजा कति बज्यो हो त बिरुलाई तल पानी भेट्छ नि सोप्ने चिप्लो बनाइदिने हो पैसा लिइराख र मैले पानी भयो भने पानीमा उड्दै हिँड्ने हुन्छ त्यो चामल हुन्छ सामान सोही लाउँछ उनीहरूलाई पानी लाग्यो भने बुझौँ हुन्छ के हो रे मोटो भिडियो बनाइदिए तेल लाग्यो मामा
बाबु यो त अलि काट्नु पर्छ उरुनी मासुहरू नि लैजाला तर चाहिँ ठुलो हुन्छ त भएको यो त काट्ने पाले काटेर छोड्नु बनाउनु पर्छ साह्रै लामो भयो त पानी देख्नु साथ घाग्री हुन्छ कि जग्छ कि घोसारी हाल्ने है होइन तर त्यही हो कि दादा भनेको चाहिँ दादा भनेर खाने हो पुजारी अब आइसालको पैसा जेलमा फेरि जेस्टी त्यहाँ फेरि म एक मान्छेले जहिले पनि टुप्पी बाल बाल काट्नेले टुप्पी बाल नभुलिकन है इसिङ ख्वास पार्ने हो इसिङ के ख्वास पार्ने तेल लगाइदियो अब यो तान्यो भने यो ल्याएर आउँछ अहिलेको दाम्लोको डोरी बान्दियो क्या कसो भने 5,000 रहेको रे तिमीले हो खोर्नु कहाँ दिन्छु र मामा मैले जेउरो भन्ने के खोल्न रसी भएन के जाँगी त कसले नि किनिन् जेउरो अलिक पावर गर त यहाँ जेउरोले होइन क्या धाम्लोले भन्नु जेउरो भएन के गाउँबाट रक्षा गर हो सब हो कि सबै सबै लैजाऊ गाउँ काट्यो भने फर्किएर नआउँछ गाउँ काट्यो भने फर्किएर नआउँछ पछि दुर्ने मान्छे मासु पहिला माटो भान्जातिर जाऊ क्या त्यो अन्न चाहिँ काम छैन गरे घरतिर बसेर दोकानतिर बसेर कोही खेत बारीतिर पानी हाल्न पानी छैन पानी के गर्ने खै खै आउन माथि कुमार निकल्ने मोटरबाट जाम के नाचाउँदै जाम के माथि यो बाटो जाएर माथि चढ्छु भने राजाले बुझ्नु जान्छ अहिले यो भन्छ सौभागी गर्ला तल दिँदा भाइ खाँदै है धारा हुन गाले सिधो खानु अनि धारा हुन Let's go.
आइज के सोमा के त भाइ यहाँले अप्ठ्यारो छ हिँड तल हिँड साँच्चै गर्नु के राङ्गोको हेर्दा चौकै जान्छ लास्टा के एकचोटि कति खाल्नु मलाई 10जना आउँछन् त्यही गर्नु यो खर्च अन्त मैले 50,000 तिर्नुपर्छ है घर जग्गा बेच्नुपर्छ इसलिए सही सलामत राख्यो सौभाग्यले रमाइलो पनि भएर भिडियो खिच्नु भाइलाई त धेरै बेर भन्दै भाइ विष्णुको जितमा मक्कैबारी दराम खरियो काक्रा करम अब भाइ दौडी त्यही के होइन यो ताति पर्छ हैन यो राङ्गो त केर्ने त ल आउ त ल केला के भन्नु नि फाइनली आइपुग्यो आमा यस्तो थाक्यो यार आमा यो सक्सेसफुल्ली आइपुग्यो है नत्र मेरो 50,000 सुन लाग्यो थियो घर जग्गा बेच्नु पर्थ्यो ल त्यस्तै राख्ने रहेछ नि साथीभाइहरूले ल साले चाहिँ भीमसेनको जित भएको बाल्टी जान्छ नि कहाँ मेरो फाइनली हात रिलिज है अहिले त कस्तो भयो दाइ कस्तो भयो त रमाइलो भयो कस्तो भयो रमाइलो हो यता कस्तो भयो अनुभव एकदम रमाइलो ल विष्णुको जित भएको छ अहिले विष्णुको हामी त्यहीतिर हराइदिनु ल
कुमार दाइ होला पानी पनि होला न अहिले यो भएको पानी कस्तो भयो त दाइ अनुभव एकदम रमाइलो ल साबुन बाबा